ल मेरो कपाल कत्रो अहिले देखाएर गाइज अब अलिअलि यो मिलाउनु पर्नेछ एन्ड गुड मर्निङ फ्रम हियर है आजको ब्लग चाहिँ अब यहीँबाट स्टार्ट हुन्छ छोटो गर्दा केटाहरू यो दारीलाई चाहिँ अलिकति छोडाउँदैछु धेरै कम्प्लेन आयो कि यो दारीको घरकै भन्दा नि बाहिरबाट धेरै कम्प्लेन आयो त्यसरी हल्का हल्का मिलाइन्छ कपाल पनि धेरै खासै लामो त होइन स्टार्ट गरौँ कितना में पड़ गया का करता सिगरी पर्छ हैन सब ओके फाइनली हाउ इज माई लुक है मेरो दारी आज चाहिँ मैले कपाल भन्दा पनि स्पेसली दारी मात्रै मिलाएको हैन ओके गाइज कसले क्या अघिको फर्स्टबाट अहिलेको कस्तो छ कम्पेयर योरसेल्फ है ल फाइनली दारी ये दारी ओके फाइनली आई थिंक यू हैव सीन माई फेस है ना दारी काटेको यसमा छाम्दा नि के छैन कि छैन जस्तो भएको है फुल्ली त काटेको छैन पछि काट्नु पर्ला अब यसै गरी यहाँबाट चाहिँ म कुस्मातिर लाग्छु है आज चाहिँ कुस्माको बसाइ हुनेछ बसाइ त यहाँ आउँछु त्यस कुस्मा गएर आउनेछु यसै गरी अब रुमबाट चाहिँ हामीहरू होइन कि म है स्कुटर चाहिँ आज अलिक फ्रेस कन्डिसनमै छ हिजो मैले लगभग 15-20 हजार जति लगाएर हाफ इन्जिन बनाएको पनि देख्नुभयो होइन मैले त्यहाँ कति लगाएँ भनेर त भनेको थिइनँ यसरी चाहिँ अब सुइके सोही बागलुङ बस पार्क गइन्छ बागलुङ बस पार्कबाट कुस्मातिरको बाटो लगिन्छ ल फाइनली बिन्दावासिनी बस पार्क भन्दो रहेछ क्या आज पहिला बागलुङ बस पार्क भनेर पहिला फेमस थियो नि त यो ठाउँ र अहिले चाहिँ बिन्दावासिनीमा अब त्यस्तै त अनि पृथ्वी चोकलाई लखन चोक भने जस्तो हो कि यो पनि हजुरहरू कुनै पनि ठाउँ है यो साइडमा मैले हजुरलाई पहिला पनि भनेको थिएँ होइन चाहे हजुरहरू लङगाउँ होस् धम्पुस होस् होइन या कुनै मर्दी ट्रेक होस् या मुक्तिनाथ होस् बागलुङ कालिकादेखि लिएर सबै ठाउँ है यो बाटो हुँदै यहाँ बागलुङ बस पार्कबाट चाहिँ हजुरहरूले गाडी पाउन सक्नुहुन्छ हामीहरू सर्टकट होइन यहाँबाट पनि जान सकिन्थ्यो ठ्याक्कै यहाँ चोक छ यो चोकबाट तर म यो चोकबाट आज जाँदिनँ होइन किनकि यो उकालो ठाडै र यो हाफ इन्जिन बनाएपछि धेरै गुडेको छैन के 1-2 किलोमिटर पनि गुडेको छैन लगभग 400-500 किलोमिटर चाहिँ यदि हामीले हाफ इन्जिन बनायौँ भने 400-500 किलोमिटर सिङ्गल अनि 30-40 को स्पिडमा होइन धेरै स्पिड नभए पनि लगभग 500 किलोमिटर जति सिङ्गल र 30-40 को स्पिडमा मात्रै हिँड्नुपर्छ के र उकालोमा धेरै प्रेसर उकालोमा जाँदा बित्तिकै धेरै गर्नुपर्छ नि त अनि प्रेसर धेरै चाहिन्छ नि त सकेसम्म सुरुमा चाहिँ त्यो सेट नहुने रहेछ होइन जुन मैले पिस्टन के भनेर देखाएको थिएँ त्यो सेट नहुने रहेछ चाहिँ त्यसरी जानु हुँदैन रे सो त्यही भएर म आज त यो लङ तर राम्रो छ बाटो यो बाटो चाहिँ रोज्दैछु ल यो चाहिँ हरिचोक है यहाँ तिमी पेट्रोल पम्प हस्त लगाएको थियो रहन्छ त अलि उता गएर पेट्रोल पम्पमा पेट्रोल हाल्नु पर्ला अब
यो ठाउँलाई चाहिँ सिम्पानी भन्छ है, सिम्पानी आयौँ हामी। त्यो पर जस्तो लाग्थ्यो है, यो यस्तो 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 थियो बाटो, सम्म बनाएछ यार। यो बाटो नहिँडेको पनि धेरै भयो कि म त पहिलाको भ्लगमा त्यो बहिनीले एकचोटि लिएर गएको थिएँ गाउँतिर, त्यहाँपछि म गएको होइन। कारगेन्डाको राम्रो भएपछि है, अझ कारगेन्डाबाट खौलासम्मको राम्रो भयो भने त झन् यो बाटो हिँड्दैन त्यही कुसमा जाने बेलासम्म मात्रै हो, नत्र अरू बेसी हिँडेन। ल हेर्नुहोस् यो बाटो, यताबाट हिमालहरू चाहिँ बबाल देखिन्थ्यो है। तर क्या अरे अब हामी अब 10-11 बजीतिर बल्ल हिँडिएछ नि त, त्यही भएर खासै देखिएको छैन, कुहिरो लगाइसक्यो। मर्निङ टाइममा चाहिँ बबाल देखिन्छ। माम्पाका यो बाटो फेरि हेर्दा सम्मै छ, सबै खाल्टा हुन्छ कि यस्तोमा फेरि। र मेरो 30-40 स्पिडमा हिँड्नुपर्छ र धेरै खाल्टा त जोगाउनुपर्छ। सो फोकस अन रोड हजुरहरू। ठ्याक्क एमडीको पुल है, यहाँसम्म चाहिँ कतै वान वे कतै बनेको छैन, बन्दैछ है। अब यहाँ पछि चाहिँ सर ल यताको चाहिँ अब एमडीबाट हामी अब हेम्जा वहाँ लास्टसम्म ढाक यस्तै सल्ल बाटोमा हिँडिन्छ है। बवाल भ्यू, डाँडाकाँडा हेर्दै रमाइलो गर्दै। ओहो स्पिड फेरि गइहाल्छ कि यता त, एउटा 30-40 को स्पिड भन्यो अनि 40-50 त पुगिहाल्छ क्या। ल यसरी हिँडिन्छ है त अगाडि है, लगाम है त। पंछी बनी उड्ता फिरू मस्त गगन में। ओके गाइज, फाइनली हामी यो सुइखेत भन्ने ठाउँमा आयौँ होइन, सुइखेत होइन। ओके फेरीको लास्ट टुप्पो यही हो। यहाँबाट चाहिँ अब यस्तो बारेको चाहिँ भ्याइयो, अब यस्तै छ। कुनै ठाउँमा छ कुनै ठाउँमा छैन होइन, त्यो हजुरले देखिराख्नुहुन्छ लेस। तर यो पोखरा टु बागलुङ हाइवे हो होइन, जे होस् राम्रो छ यो बाटो हिँड्न। ओके यहाँबाट चाहिँ जो म आएँ त्यो पोखरा, यो ठाउँलाई चाहिँ घट्टे खोला भन्छ होइन। अनि त्यो चोकबाट चाहिँ माथि गयो भने धम्पुस, तर हामी त्यो चोकबाट यता गइन्छ है, माथि घम्पुस, यता गयो भने बागलुङ जाने बाटोमा। तर मेरो गन्तव्य चाहिँ कुसमासम्मको मात्रै हुनेछ। सो लेट्स गो। अघि मैले त्यो बागलुङ बस्दा माथि बिन्दाबासिनीबाट छिरेँ भने चाहिँ यता माथिबाट नै आइन्छ, नवाकोट हुँदै सरङकोट हुँदै यो नागडाँडा भनेको थियो यो बाटो हो। र अहिले चाहिँ हामी ठ्याक्क नागडाँडा आयौँ। यो चाहिँ नागडाँडा बजार। देखिँदो रहेछ हो फेवाताल। हजुरहरूले यो बाटो हिँड्दा चाहिँ हाम्रो भण्डारी रेस्टुरेन्ट है, यहाँ खसीको मासु होइन, खसी गाडी लिएर आइरहेको छन् होइन। खसीको लोकल खसीहरूको चाहिँ बबाल झोल खान चाहिँ मिठो हुन्छ कि, यहाँको भण्डारीको फेमस लोकल खसी हो। आउँदाखेरि ट्राई गर्दा हुन्छ। गाउँ पनि कस्तो सहर जस्तो यस्तै राम्रो विकसित भयो, बाटोघाटो राम्रोसँग भयो भने त यो पनि त गाउँै त हो नि। तर होइन कस्तो झिलिमिली टक्क राम्रो देखिएछ यार, गाउँ पनि सहर जस्तै देखिएछ। मेरो एक्सिडेन्ट हुँदाखेरि यो स्कुटर चाहिँ हेर यहाँ थिम राखेको थिएँ कि, यहाँ पुरानो घर थियो, यहाँ थिम लिएर राखेको थिएँ कि मैले यो स्कुटर चाहिँ। मेरो यतै हो एक्सिडेन्ट भएको होइन। अनि यो लगभग यो मैले हिजो बनाउनु पर्नेको रिजन पनि एउटा त्यो हो क्या। त्यति बेला मेरो 6-7 महिनाभन्दा बढी चाहिँ यहीँ थन्केको थियो बाहिरै होइन, त्यही पनि राखिदिएँ भनौँ न अर्केकोमा। त्यसैले यो चलिराखेको राम्रो स्कुटर, नयाँ स्कुटर त्यसरी बिग्रेको हो। नत्र हिजो जस्तो खोलेर बनाउनु पर्थेन क्या, त्यसमा धानेको थियो। त्यही पनि अब अस्ति बनाइयो, होप हिजो बनाइयो होइन, होप अब राम्रै होला। यो ठाउँमा चाहिँ औषधीहरू एकदम पाइन्छ होइन। औषधी यसरी नबताई हेर्नुहोस् यहाँ यसरी है, यसरी यहाँ आमाहरू भाइहरू गरेर बेच्न राखेका छन्।
कस्तो बुढीको याद आयो यार। हजुरहरूले देख्नु भएको थिएन होइन, भाउजूले कस्तो टिपेर खुवाउँदै गर्थ्यो मलाई। ल हेर्नुहोस् यतातिर औषधीहरू त यस्तो बाटाबाट डाका टिपेर उसमा राखेर होइन, यसको 50 देखि 100 कति पर्छ होला एउटा टोक्राको, त्यसरी बेच्छन् के। अन्नपूर्ण रुरल एरिया कास्की हाम्रो कमल दाइको घर हो होइन। म पहिला प्रतिभामा पढाउने बेलामा चाहिँ उतो डाँडामा चाहिँ आएर, म मात्रै होइन कि यता हाम्रो स्टाफ टोली सबै होइन, त्यहाँ आएर चाहिँ हामी पिकनिक गरेका थियौँ। र फेवाताल देखिने अब लास्ट स्टेसन भनेको यही हो होइन, यहाँबाट तल देखिन्छ यो डाँडाबाट त्यो डाँडाबाट होइन, देखि लिएर हजुरले पनि देख्न सक्नुहुन्छ होइन, चाहे त्यसबाट कतिको क्याप्चर भयो। फेवाताल देखिने चाहिँ लास्ट स्टेज यही हो। अब यहाँ पछि उँधो चाहिँ यताको फेवाताल देखिँदैन। अब हामी यतातिर नयाँ पुल साइडतिर लागियो है त। हिमाल देख्न सक्नुहुन्छ है ट्याक्का। ओ त्यो माथिको चाहिँ हजुरको अस्ट्रेलियन बेस क्याम्प भनेर चिन्छौँ, तर त्यो भन्दा पनि त्यसको ठुला खर्का हो कि के हो कि त्यसको नाम है, खास त्यसलाई त ठुला खर्का भन्दो रहेछ। र गाइज हामीहरू यो ठ्याक्कै काँडे होइन, मैले यहाँभन्दा पहिला त्यो अस्ट्रेलियन बेस क्याम्प ठुला खर्का जाने बेलामा चाहिँ उताबाट धम्पुसबाट गएको भिडियो बनाएको थिएँ भने होइन, हजुरहरू यहाँबाट पनि जान सक्नुहुन्छ है यो काँडेबाट। यहीँ समथिङ कहाँ तिम्रोबाट छिर्ने हो, छिरेपछि हजुरहरू जान सक्नुहुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ लुम्लेको बजार है। यहाँ घाम पानी हावाहुरी राम्रो हुन्छ होइन, त्यही भएर खेतीपाती पनि राम्रै हुन्छ यो ठाउँमा। मकै सकैहरू कस्तो हरियाली देखिएको छ होइन। खोला ब्रिज यहाँसम्म आउँदा पनि मैले चाहिँ यसलाई अन चाहिँ गरेको होइन होइन। ल यति धानिराख, सायद होप कि नयाँ पुलसम्म चाहिँ यसरी जान्छ र काथिमसम्म जान्छ, म त्यहाँ देखाउँछु है त। यहाँ चाहिँ शीतल गुफा धार्मिक स्थल छ होइन, यहाँ आएर हेर्न सक्नुहुन्छ। हजुरहरूले फ्री टाइम हुन्छ होइन, त्यहाँभित्र गएर गुफाभित्र कस्तो रहेछ भनेर हेर्न सक्नुहुन्छ। र अर्को चाहिँ हामी चाहिँ अब लिटल नयाँ पुल आउँदैछौँ होइन, यो एरियालाई पनि नयाँ पुलै भन्छ। यो माथिल्लो नयाँ पुल होला सायद, के हो है जोस्। यहाँबाट होइन अलि तलबाट हो छिर्ने, हजुरको गान्द्रुकतिर जाने बेटा त्यो स्पेसली नयाँ पुल अब यहाँबाट सुरु भयो। हजुरहरू यहाँबाट पनि तल हुँदै जान सक्नुहुन्छ होइन। गान्द्रुक सान्द्रुक जाने नयाँ पुल कता कता टिकट सिकट काट्न पाइन्छ यहाँ पनि यहाँबाट। र अर्को यता बजार पनि छ फेरि नयाँ पुलको बजार है, यहाँबाट तल छिर्यो भने जान सकिन्छ है। गान्द्रुकतिर जाने यताउति। गाइज अब यो नयाँ पुलबाट कास्की भ्याइयो र पर्वत स्टार्ट भयो। यहाँ देख्नु भएको छ नि हजुरलाई होइन, पर्वत जिल्ला यहाँलाई स्वागत छ। वाउ, र पर्वत जिल्लामा रहेछ क्या मोदी गाउँपालिका। गर्मी महिना जाडो महिना आउँछ होइन, शीतल छ कि यो ठाउँ। अब जाडो महिना त हात्तीमा आउँदा यस्तो चिसो हुन्छ है। र एउटा हात्तीमा आएपछि हजुरले होइन, यो चाहिँ अब हजुरको डिम्बुवा पर्छ होइन। अब डिम्बुवातिर आइसक्न लाग्यो होइन। डिम्बुवा हजुरले यहाँ साइडमा हेर्न सक्नुहुन्छ, भिरमौरी है, त्यहाँ यत्रो चाका चाका छ हजुरले देख्न सक्नुहुन्छ। हो त्यहाँ अझै पनि रहेछ है सबै। यहाँको भित्ता फेरि चाका चाका हुन्छ क्या होइन, चाकै भन्छ नि होइन त्यो मौरीकोलाई चाहिँ। डिम्बुवा बजार हो है हजुरको, माथि पनि छ बजार र यो तल बजार। र यो खोला चाहिँ मोदी खोला भन्छ। अहिले त यो त यस्तो सुकेको छ, पछि त खतरा बगाउने बग्छ क्या। यति बेला त जस्तो खोलै सुकेर होला है। यो डिम्बुवा यहाँबाट यता फेरि पाती चौर हो क्या, पाती चौर। हाइड्रो पावरहरू यो हाइड्रो पावरले गर्दा सुकेको क्या खास, त्यो सब पानी थुनेर राख्छ नि त। यो चाहिँ फेरि पाती चौर बजार होइन। बजार के भन्ने हो के हो, यतापट्टि त सब सुनसान छ त। ढ्याम डुम ढोका सका सबै लाग्छ त बा।
ल हेर्नुहोस् बजार यही हो पाती चौर यो पातीको खोलाको ब्रिज रे पाती खोला ब्रिज यताबाट पानी राम्रो देखिएर त यतिको त राम्रो हुने होइन वहाँ हेर्नु कस्तो आएको यो एरियालाई चाहिँ आम्बोट है पर्वतको आम्बोट भन्ने ठाउँलाई यही हो होइन हजुरहरूले यता खेतीपाती गरेको देख्न सक्नुहुन्छ होइन यो भलिबल खेल्ने ठाउँ ट्याक्क हजुरहरू स्टप गर्नुहोस् यहाँ खाजासाजा खानुहोस् होइन सामुदायिक प्रहरी यही छ र यता चाहिँ बिहा भयो जस्तो छ बिहा भएर त भन्दा जे त होला होइन ल हेर्नुहोस् आम्बोट खोला फुल यतातिर त खोलाहरू त निक्लै हो कि हरेक ठाउँमा मेन खोला चाहिँ त्यहाँ पर्छ के अरे बाख्रा फार्म यस्तरी हो कि गर्ने तर अहिले चाहिँ खाली रहेछ क्या चाहिँ दोबिला भन्छ होइन पहिला यो हिँड्ने बेलामा चाहिँ खतरा थियो कि यो ठाउँ है ल हेर्नुहोस् अहिले चाहिँ यो बाटो पनि बिचको एक टाइम चाहिँ यहाँ दह्रो पहिरो गयो माथि खोला थुनेर त्यो खोलाले फेरि सब बगाएर लिएर गयो र यो ठाउँ मेरो लागि किन इम्पोर्टेन्ट छ भने यो ठाउँबाट चाहिँ हाम्रो गाउँतिर जाने बाटो फेरि यही हो क्या बगाएर आएको हो कि खोला लिएर कहिले आउँथ्यो खासै आउँथेन कहिले त नभन आउँदैन हुन त अहिलेसम्म थाहा पाएको थिएन कि यत्रो सबै यहाँ घरहरू थियो सब बगाएर लिएर गएको ल हेर्नु त्यत्रो ढुङ्गा बगाउँदै आएको कि भनेपछि कत्रो आयो बाढी र यो चोकबाट हो क्या फेरि म हाम्रो गाउँतिर जाने तर अहिले चाहिँ म गाउँतिर जान्न कुसमा साइडतिर जान्छु चुवाको यता बजार नभए पनि माथितिर चाहिँ गाउँहरू छ मजाको हजुरहरूलाई यहाँ अगाडिको भ्लगहरूमा पनि देखाइराखेको छु होइन हेर्नु होला गएको बारी है यहाँ चाहिँ रोड बन्दैछ होइन यसरी हामी चाहिँ अब कुसमा यहाँबाट त कुसमा बजार स्टार्ट भइसक्यो होइन यहाँ यही ठाउँमा छ होइन एउटा दुइटै छ होला अब यता है पेट्रोल पम्पहरू त्यही भएर मैले अघि नै उतै हालेर आउनु भनेको यहाँ छ एउटा ठ्याक्कै उता कुसमाको भ्याइएपछि छ होला बागलुङ जाने बाटोतिर सो यो चाहिँ कुसमाको बजार योभन्दा अझै भित्र छ डन्टोरी म देखाउँछु ल यसै गरी हजुरले स्वर्ग होटल देख्नुभएको छ होइन अस्ति चाहिँ म यहीँको भिडियो सुट गर्न आएको थिएँ व्रतबन्धको त्यो भिडियो हेर्नुभएको भएन व्रतबन्धमा चाहिँ म यहीँ आएको थिएँ त्यो भाइको व्रतबन्धमा है ड्रोन सुट हान्नको लागि यताबाट जानुपर्छ म चाहिँ हामी सिधा माथि गयौँ भने बागलुङ हाइवे यता चाहिँ अब हाम्रो नगरपालिकाहरू होइन आज चाहिँ म पशु सेवा कार्यालयमा आउँदैछु नगरपालिकाको यो चाहिँ कुसमा बजार होला यो चाहिँ लुम्ले भ्यू यहाँबाट चाहिँ म माथितिर जानुपर्छ ट्रायल दिन राखे जस्तो भयो त मैले त्यो युनाइटेड आजोड इन्सुरेन्स लिमिटेड हो क्या त्यसमा गराएको थिएँ र फाइनल्ली अब इन्सुरेन्स चाहिँ भयो ओके अब म चाहिँ अब इन्सुरेन्स बुझाउनतिर लाग्छु है सरकारी काम यस्तै हो सानो सानो काम पनि एकदम टाइम लाग्छ र नाना थरी चाहिन्छ कि फेरि यसै के अनुदान यताउति केही खान सजिलो छैन गाइस बाख्रा साख्रा पालेर कृषि गरेर खान नि गाह्रै छ हो हरेक कुरामा डकुमेन्टहरू हरेकमा चाहिन्छ होइन अहिले चाहिँ यसो म त्यहाँभित्र पसौँ कि भनेको अहिले नपसौँ छ अब यहाँ पोखरातिर लाग्यो यो चाहिँ कुसमा छिर्ने गेट भयो के अब हामी चाहिँ अगाडि लाग्यौँ यता चाहिँ हामी
अब कुसमा छोडियो, अब चुवा डिमुवा हुँदै गइन्छ है। यो चाहिँ चुवा होइन, त्यो देख्नुभएको छ नि होइन। हजुरले रेगुलर मेरो भ्युअर्स हुनुहुन्छ त अघि पछि पनि देख्नु भयो होला, मैले टुल सुटुल पनि हानेको छु त्यो माथि डाँडाको। त्यति बेला यहाँ यो चुवाको पनि हानेको छु होइन। हो त्यो हुँदै वहाँ यता माथि पर्छ क्या ठ्याक्क हाम्रो मेरो गाउँ चाहिँ। त्यो म अहिले चाहिँ आमबाट आएँ होइन। अब हेरौँ के कस्तो हुन्छ। पोखरा जाने बेरसँग मौसम त पानी परा जस्तो भइसकेको छ। दिदीकोमा छोड्यो कि दिदी मैले यहाँ एउटा ब्याग छोडेछु र। पोखरा हिँडेको मैले फेरि यसो सोचेँ यहीँ छोडे जस्तो लाग्यो। 3 ठाउँमा गर्थेँ म, ल पाएँ केही भएन, बरु फर्किन त। ड्रोन हो वहाँ गएर यहाँ हान्न पर्छ क्या, यसो थामेको त छैन। यति भाँदी त सेफ्टी भएको त खस्न त नपर्ने हो। ल थ्याङ्क गड फाइनली यार दिदी, त्यही भएर आफ्नै खाजा खाएको फाइदा यही हो क्या। ल दिदी लाग्यो अहिले। मैले अघि यहाँ खाजा खाएको थिएँ कि, खाजा खाने बेला यहीँ छोडेछु। वहाँ हजुरले देख्नु भएन होइन, मैले भिडियो गराएँ कि गराएन कुनै एक्चुअल थाहा भएन। जस त्यो के अरे अहिले हजुरलाई देखाउँछु है कहाँ थियौँ गएपछि त्यहाँ ठ्याक्क त्यो मन्दिरतिर गएपछि याद आएको के अरे ठ्याक्कै यो पुलमा गएर यस्तो ड्रोन हान्न पाएँ भनेर ठ्याक्कै याद आएको। आउँदा बित्तिकै त यहाँ थिम आएको त यसो छाम्छु भनेको त ड्रोनै छैन। अब के गरौँ भनेर यसो सोचेँ कहाँ खस्यो होला कहाँ अऱ्यो होला भनेर दिमागमा डर लाग्यो। अब म 3 ठाउँमा गएको थिएँ नि त, एउटा पशु शाखा कार्यालय, एउटा त्यही फोटोकपी गर्ने ठाउँमा र एउटा चाहिँ दिदीको खाजा घरमा है। हो थ्याङ्क गड लास्टमा खाजा घरमा रहेछ, एकदम खुसी लाग्यो। पाएँ होइन, मेरो 2-3 लाखको सामान आनन्दसँग पाइयो। उफ, नत्र मेरो 2 लाख त झम्मै गएको यार। पाती चाउर यहाँबाट चाहिँ नयाँ पुल स्टार्ट भयो होइन, पोखरा स्टार्ट भयो। आमा हावा कस्तो लाग्यो, लास्ट डडाङ डुडुङ वाला लाग्यो यार। नतानेको रहेछ र पो किन लाइट बालेर हिँडिरहेको छैन, हेजर लाइट भनिरहेको सोचिरहेको त कुरो त्यस्तो पो रहेछ। त्यो गाडीले यो गाडीलाई तानिरहेको छ क्या। यो गाडी पछाडि बस्दाखेरि मैले पनि ध्यान दिनुपर्छ। सो अगाडितिर लागौँ। हो यसरी ताने रहेछ क्या। सायद मेरो एक्सिडेन्ट भएको ठाउँ यहीँ कतै हो होइन। त्यो दिन पनि यस्तै थियो क्या, अझ योभन्दा आउँदै थियो होइन, किनकि त्यति बेला त 7-8 भयो त। अहिले त बेला कति 3-4 कति बज्यो होला होइन, 7-8 बजेको थियो। तर त्यो बेला त यस्तै लागेको थियो र पानी पनि अझ योभन्दा अलिकति बढी सिम परिरहेको थियो होइन। अनि त्यो दिन चाहिँ यस्तोमा यस्तैमा उस राखेको होइन, बालुवाको थुप्रो राखेको ठाउँमा चाहिँ म ठोक्केर एक्सिडेन्ट भएको थिएँ र अब लकडाउनको टाइममा। र यस्तो यो छेउमा राखेको एक्चुअली मलाई पनि थाहा छैन कि यही ठाउँमा भन्ने थाहा, तर कहाँ थिएँ भन्ने थाहा छैन होइन। अनि यो छेउमा राखेकोसँग गएर मेरो टाउको ठोक्किएर अनि म तल नखसेको क्या। आमा त्यो दिन अझै यो दिन देख्दा त्यो दिनको याद आयो यार। वाह कति अग्लो दामी देखेको हेर्नु न हिमाल। एक्चुअली यो कुन हो, माछापुच्छा त होइन होला, जुन हिमाल भयो भने बवाल देखियो यार। 14 माइल्स खास 30-40मा हो म हिँड्ने। मैले खासै स्पिड गरेको होइन होइन, आफै स्पिड गरेको भए यस्तो गरेर यहाँ रातो देखाउँछ नि त, रातो देखाएन नि त। यो देखाएको भनेको नर्मल स्पिडमा हिँडेको के। यति गर्दा पनि 30-40 बजे त पुगिहाल्छ त, बनाएको फाइदा यही हो। तर म यति स्पिड चाहिँ हिँड्न हुन्न क्या होइन। अब स्लो गरौँ भने लास्टै स्लो हुन्छ। यो त आफै यति यो निलो बोल्दासम्म मैले धेरै बढाउन हुन्न, आफै अरू निलो बोल्दासम्म त आनन्दसँग हिँड्छ ल। यसरी चाहिँ आइयो
यो बिन्दावासिनी मन्दिर अघि म यताबाट गएको भए सराङकोट हुँदै नाउडाँडा पुग्थेँ गइएन आइएन होइन मेन रोड है ल हरियो खर्का आएको ससुराले आएको कोही पनि रहन्छ अब फर्किन्छ पऱ्यो है त यहाँ चाहिँ पहिला हाम्रो दिदीहरूको थियो क्या एसएनएस भनेर अहिले चाहिँ यहाँ छ ल बधाई छ ओके एसएनएस अटो हाउस चाहिँ यहाँबाट मेरो एक खुट्टाहरू किन्न खाके अरू के किनिन्छ हेर मैले त रेनकोट र सु कभर चाहिँ किने होइन अब कस्तो खाले किने भनेर चाहिँ त्यो हजुरहरूलाई पछि देखिहाल्नुहुन्छ ल आएपछि म हजुरलाई देखाउँछु है घुम्न जाने भनेको यतै घुम्दै हैरान भयो यार घुम्दा ठिकै भएको रे कति बेला यता कति बेला उता कति बेला कता ल गाइस पन्थी गल्ली म जाने भनेको पसल बन्द भयो यार 7 बजे छ भन्दा हुँदो रहेछ त खोइ सुवेदी छैन हाम्रै साथीको हो अब त्यहाँबाट अलिकति सामान लिएर होइन अब त्यहाँबाट चाहिँ मैले सर्ट प्यान्ट होइन टाई अनि मोजा लिएर गएको छु र अब कस्तो खाले हो भनेर चाहिँ हजुरहरूले भोलि या पर्सि देख्नुहुन्छ है भोलि होइन होला यस पर्सिको ब्लगमा चाहिँ आउँछ होला हेर्दै जानुहोस् न अब कस्तो खाले लागेको छु के गरेको छु होइन ओके त्यही हो बल्ल तल्ल यसो गरेर ठ्याक्क यहाँ रुमतिर लाग्यो होइन रुमतिर आएँ आजको सपिङ चाहिँ यही हो अब यति भन्दै सेभेन नेक्स्ट ब्लग अब रुममा खाइन्छ पिइन्छ सुतिन्छ र भोलि बिहान फेरि काठमाडौँ जानुपर्छ पर्नेछ अब किन कति के को लागि भन्ने पछि थाहा हुन्छ होइन पछि म भनिहाल्छु कुनै सस्पेन्स हुनुपर्छ नि त र सेभेन नेक्स्ट ब्लग